नमस्कार, रेडियो मिरमिरे 89.4 मेगा हर्जमा यहाँहरूलाई हार्दिक स्वागत छ। यो हो कार्यक्रम स्वस्थ मन सफल जीवन। हामी दुई मनोविमर्शकर्ता, म संगीता सिजापति, साथमा हुनुहुन्छ म रमा पन्थीको न्यानो अभिवादन। यो कार्यक्रम बागमती प्रदेशबाट प्रसारण हुँदै आइरहेको छ र तपाईहरूले यसलाई रेडियो मिरमिरे.com.np, मिरमिरे अनलाइन टिभी तथा फेसबुक पेजबाट हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामीलाई प्राविधिक रूपमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र राज कपूर महर्जन र रेशमा नेपालीले। यो कार्यक्रम प्रत्येक साताको शनिबार बेलुकी 7 बजेदेखि सुन्न सक्नुहुनेछ। हाम्रो यो कार्यक्रमको उद्देश्य अहिले समाजमा बढ्दो मानवीय असन्तुष्टि, डर, त्रास, चिन्ता जस्ता विषय समेटेर समाधानका विभिन्न उपायहरूका बारेमा हामी चर्चा छलफल गरी सकारात्मक प्रेरणा प्रदान गर्नु हो। हजुर श्रोताहरू, हामी हरेक हप्ता यस कार्यक्रममा यहाँहरूको मानसिक स्वास्थ्य र जीवनका विविध आयामहरूमा कुराकानी गर्ने गर्दछौँ। संगीताजी, आज हामीले समाजमा निकै बढ्दै गएको तर धेरैले बुढौलीको सामान्य स्वभाव ठानेर व्यवस्था गरिरहेको एउटा संवेदनशील विषय रोजेका छौँ। त्यो हो अल्जाइमर्स। एकदम सही भन्नुभयो रमाजी। हामीले दैनिक रूपमा देख्छौं, उमेर ढल्कँदै जाँदा चस्मा कहाँ राखियो, हातको साँचो कहाँ छुट्यो, वा भर्खरै भेटेको मान्छेको नाम के थियो भनेर झुक्किनुलाई हामी सामान्य मान्छौं। हजुर, तर यो बिर्सने समस्या यति बढ्दै गयो कि हिजो मात्र भेटेको मान्छेलाई आज चिन्ने गाह्रो हुन थाल्यो र वर्षौंदेखि हिँडिरहेको आफ्नै घर जाने बाटो पनि बिर्सिन थालियो र दैनिक रूपमा खानपान गर्न वा कपडा फेर्न पनि अरूको सहारा चाहिन थाल्यो भने हामी सचेत हुनुपर्छ। यो सामान्य बुढ्यौली होइन, यो त अल्जाइमर्स रोग स्पष्ट संकेत हुन सक्छ। रमाजी, तपाईले त आफ्नो करियरमा यस्ता धेरै केसहरू हेर्नु भएको छ नि? हजुर, र परामर्श पनि दिनु भएको छ। धेरै जसो परिवारले बुबा आमाले जानी दुःख दिनुभयो वा दिमाग कमजोर भयो भनेर हामी कहाँ ल्याउँछन्। एउटा सिनियर काउन्सिलरको दृष्टिकोणबाट भनिदिनुस् न, वास्तवमा अल्जाइमर्स हुँदा मस्तिष्कभित्र त्यस्तो के परिवर्तन भइरहेको हुन्छ जसले मानिसको पुरै व्यक्तित्व र व्यवहार नै बदलिदिन्छ? हजुर, धन्यवाद। यो एकदमै मार्मिक र गहन हो। यसले चाहिँ मानिसको पुरै व्यक्तित्व र व्यवहार नै परिवर्तन गरिदिन्छ। यो पाटो बुझ्नु एकदमै जरुरी छ। काउन्सिलिङ सेसनमा आउने परिवारहरूलाई मैले सधैँ सम्झाउने पहिलो कुरा भनेको अल्जाइमर्स मस्तिष्कको एक प्रगतिशील रोग हो। यसको अर्थ यो बिस्तारै सुरु हुन्छ, समयसँगै मस्तिष्कका कोषहरू नष्ट गर्दै अगाडि बढ्छ। वैज्ञानिक रूपमा भन्नुपर्दा हाम्रो मस्तिष्कभित्र एमाइलोइन र टाउ नामक दुईवटा प्रोटिनहरू हुन्छन्। अस्वाभाविक रूपमा यो प्रोटिनहरू जम्मा हुन थाल्छ र यो प्रोटिनले मस्तिष्कका स्वस्थ कोषहरूको सञ्चार मार्ग चाहिँ पुरै अवरुद्ध गरिदिन्छ। जब कोषहरूले आपसमा कुराकानी गर्न थाल्छन्, त्यो बेलामा चाहिँ उनीहरूको त्यो ब्लकेजले कुराकानी गर्न अगाडि बढ्न पाउँदैनन्। तिनीहरू बिस्तारै मर्न थाल्छन् र मस्तिष्क खुम्चँदै जान्छ र हामीले सुन्ने गरेको डिमेन्सिया अर्थात् स्मरण शक्ति र चेतना गुम्ने समस्याको सबभन्दा ठुलो र मुख्य प्रकार भनेको यही नै हो। भनेपछि यो कुनै मानसिक भ्रम, कमजोरी वा मान्छेले जानी गरेको नाटक होइन, यो त मस्तिष्कभित्र भइरहेको एउटा वास्तविक भौतिक र जैविक क्षति हो। इतिहास हेर्ने हो भने सन् 1906 मा जर्मनीका स्नायु रोग विशेषज्ञ डाक्टर एलोइस अल्जाइमर्सले पहिलो पटक एक मृत बिरामीको मस्तिष्क परीक्षण गर्दा यो अनौठो परिवर्तन देखेका थिए र उनकै सम्मानमा यसलाई अल्जाइमर्स भनिएको हो नि रमाजी। ओहो, यो सामान्य बिर्सने रोग र अल्जाइमर्स बीचको फरक चाहिँ एकचोटि त्यसकै बारेमा छलफल गरौँ न त संगीताजी। जुन प्रश्न चाहिँ हामीलाई काउन्सिलिङका क्रममा धेरै सेवाग्राहीहरूले र उहाँहरूको परिवारले चाहिँ सोध्ने गर्नु भएको थियो। म पनि त सामान राखेर बिर्सिन्छु नि, एउटातिर राख्यो अर्कोतिर खोजिरहेको हुन्छु, कतै मलाई पनि अल्जाइमर्स भएको होइन भन्ने चाहिँ धेरैलाई लागिरहेको हुन्छ। यो अलमल चिर्नको लागि चाहिँ अब आज हाम्रो काम है संगीताजी, यो धेरै श्रोताहरूले ध्यान दिएर सुन्नु होला। सामान्य बुढौलीको बिर्सने बानी र अल्जाइमर्सको लक्षणहरूमा चाहिँ आकाश र जमिनको फरक छ है। हो रमाजी, यसलाई हामीले केही व्यवहारिक उदाहरणबाट बुझाउँ न। जस्तै सामान्य बुढौली वा सामान्य बिर्सने बानी भएको मान्छेले कहिलेकाहीँ कुनै निर्णय लिन अलि समय लगाउन सक्छ र अल्मलिन सक्छ, तर अल्जाइमर्स भएको व्यक्तिमा
सही र गलत निर्णय गर्ने क्षमता, पैसाको हिसाब किताब गर्ने योग्यता नै पूर्ण रूपमा नष्ट भइरहेको हुन्छ। एकदमै सही भन्नुभयो। अर्को कुरा, सामान्य रूपमा बिर्सने मान्छेले महिनाको कुनै एउटा मिति बार बिर्सिन सक्छ, तर उसले चाहिँ क्यालेन्डर हेरेपछि म त बिर्सेछु, यो त यस्तो पो रहेछ भनेर चाहिँ उसलाई रियलाइज हुन्छ, फेरि उसले सम्झिहाल्छ। तर अल्जाइमरको बिरामीलाई कुन साल चलिरहेको छ, कुन ऋतु चलिरहेको छ, आफू कुन ठाउँमा छु भन्नेसम्म उसले बिर्सिन्छ। यो भनेको त उसको एउटा चेतनाबाटै टाढा भएको अवस्था हो। अल्जाइमर भइसकेपछि चाहिँ उसले यति धेरै असरहरू चाहिँ उसले फिल गर्न सक्दो रहेछ। यो धेरै डिफ्रेन्टहरू छ है अल्जाइमर र नर्मल बिर्सने बानीमा चाहिँ। भाषाको कुरा गर्दा नि त्यस्तै हुन्छ। हामी सामान्य मानिसले कुरा गर्दा गर्दै कहिलेकाहीँ कुनै उपयुक्त शब्द ठ्याक्कै सम्झिन सक्दैनौँ र भन्छौँ नि त्यो के भन्छ रे, तर अल्जाइमर्सको बिरामीले त बोल्दा बोल्दै बिचमै रोकिन्छन् र साधारण भन्दा साधारण शब्द पनि सम्झिन नसकेर एउटै वाक्य पटक पटक दोहोऱ्याइराखेका हुन्छन्। सबभन्दा ठुलो र डरलाग्दो फरक चाहिँ सामान राख्दा कहाँ राखेँ भन्ने नै थाहा नहुने हो है सङ्गीताजी। अल्जाइमर र नर्मल बिरामीहरूमा हेर्दाखेरि त्यो नै फरक देखिन्छ। सबभन्दा पहिलो कुरा सिम्टम नै उनीहरूले सामान कहाँ राख्यो त्यो नै थाहा पाउँदैनन्। अनि हामी कहिलेकाहीँ आफ्नो चाबी कता राख्यौँ, अनि चस्मा कता राख्यौँ, मोबाइल कता राख्यौँ भनेर खोजिरहेको हुन्छौँ, त्यो नर्मल कुरा हो। हामी झुक्किनु पनि स्वाभाविकै हो। तर अल्जाइमरका बिरामीले चाहिँ सामान एकदमै अनौठो तरिकाले बिर्सिन्छन्, अकल्पनीय ठाउँमा राख्ने क्या। जस्तै हामीले त अब जुत्ता खोलिसकेपछि ढोकाभित्र या बाहिर तलमाथि त राख्छौँ नि, उनीहरूले चाहिँ जुत्ता खोलेर लगेर फ्रिजभित्र पनि राखिदिन सक्छ क्या। त्यो चाहिँ एकदमै फरक हुन्छ। अनि फोहोरको बाल्टिनमा लगेर मोबाइल राख्न सक्छन्, ब्यागहरू लगेर राख्न सक्छन्, पछि त्यो सामानहरू भेटिँदैन नि त। त्यसपछि उनीहरूले खोज्दाखेरि त्यो कल्पना नै गर्न सक्दैनन्, त्यस्तो ठाउँमा उनीहरूले राखेको सामान भेटिन्छ। अनि उनीहरूलाई लाग्छ मेरो सामान कसैले चोरी गर्यो, मैले त त्यहाँ राखेको थिइनँ, कसैले लगेर त्यहाँ राखिदियो भन्ने एकदमै शङ्का हुन थाल्छ है। अनि त्यसले गर्दा परिवारभित्र पनि एकदमै झगडा हुन्छ। त्यो पनि मुख्य सिम्टमहरू है। यो त साँच्चै नै चुनौतीपूर्ण अवस्था हो नि रमाजी। यसको मतलब अल्जाइमर्स रोग एक्कासी कडा रूपमा आउँदैन। हो सङ्गीताजी, एकदमै ठिक भन्नुभयो। अब चाहिँ हामी श्रोताहरूलाई एकछिन छोटो विश्रामतिर लैजाउँ। अल्जाइमर भन्दै हामी विज्ञापन पनि एकछिन बजाइदिउँ, त्यतातिर लगेर श्रोताहरूलाई एकछिन फ्रेस गराउँ न त है। हजुर श्रोताहरू, पुनः स्वागत छ कार्यक्रममा। यो बिस्तारै अल्जाइमर्स रोग बढ्दै जाँदै गर्दाखेरि हामीलाई चाहिँ 3वटा चरणमा चाहिँ यसलाई हेर्ने गर्छौँ, होइन त रमाजी? हो हजुर। यसका 3वटा क्लिनिकल चरणहरू छन्। पहिलो हो प्रारम्भिक चरण। यसमा बिरामीले भर्खरै गरेका कुराहरू जस्तै बिहान के तरकारी खायौ, अघि भर्खर कोसँग कुरा गर्यौ, तिमी कहाँबाट आयौ भन्ने कुरासम्म उसले बिर्सिरहेको हुन्छ, उसलाई बताउन सक्दैन। अनि मध्यम चरणमा पुगेपछि त झन् समस्या अझ जटिल बन्छ। हजुर हो नि। यस चरणमा बिरामीले आफ्नो ठेगाना, आफ्नो फोन नम्बर वा अतीतका महत्त्वपूर्ण घटनाहरू पनि भुल्न थाल्छन्। उनीहरूलाई त कपडा कसरी फेर्ने वा शौचालय कसरी जाने भन्ने कुरामा पनि अलमल हुन्छ। यही चरणमा उनीहरूको व्यवहार अचानक कडा र परिवर्तन आउन थाल्छ। हो नि। दोस्रो चरणमा त यस्तो छ भनेपछि अन्तिम चरण भनेको त एकदमै पीडादायी नै हुन्छ सङ्गीताजी है। हामी सम्पूर्ण श्रोताहरूलाई भन्नै पर्छ, जहाँ बिरामीले आफ्नै श्रीमान श्रीमती छोराछोरीसम्म चिन्न सक्दैनन् है। यो चाहिँ एकदमै भयानक जस्तो लाग्छ। आफ्नै फ्यामिली मेम्बरलाई नै नचिनेर तिमी को हौ, बुढाबुढीले भन्नुहुन्छ नि आफ्नै छोरा कतैबाट आउँदा ढोक दिने, अनि बुहारी कतैबाट आउँदा को आउनुभयो भनेर नचिन्ने गर्नु भएको पनि हुन्छ बुढाबुढीमा, त्यस्तो देखिन्छ होइन। त्यो चाहिँ एकदमै भइरहेको कुरा हो। यो चाहिँ एकदमै बढ्दै जाँदा अचानक एउटा कडा रूपमा चाहिँ परिवर्तन आउँछ है। उहाँहरूमा चाहिँ अलमल एकदमै हुन थाल्छ। एकदमै गम्भीर कुरा गर्नुभयो रमाजीले। उमेर र अनुवंशिक कारणहरू त आफ्नो ठाउँमा छँदैछन्, जसलाई हामी बदल्न सक्दैनौँ। तर हाम्रा काउन्सिलिङ सेसनहरूमा आउने कोही केसहरू हेर्दा हामीले आधुनिक जीवनशैलीका कुन कुन कुराहरू र यसका लागि बढी जिम्मेवार देखिएका छन् र यसका जोखिमहरू पनि के छन् रमाजी, आजको हाम्रो यो कार्यक्रममा बताइदिनुहोस् न।
हजुर, यो त एकदमै उमेर र वंशानुगत कारणहरू चाहिँ अब परिवर्तनीय भए होइन, अनि हाम्रा धेरै जीवनशैलीहरूले पनि यसलाई बढाउने घटाउने मिनिमाइज गर्ने त्यस्तो पनि देखिन्छ। जस्तै उच्च रक्तचाप भएको बिरामीहरूलाई, कोलेस्ट्रोल भएको बिरामीलाई होइन, उहाँहरूमा पनि एकदमै यो मस्तिष्कको रक्त सञ्चारलाई नै पुरै बिगारेको जस्तो हुन्छ, जसले अल्जाइमर्सको जोखिम चाहिँ बढाउँछ है। अर्को ठुलो कारण भनेको चाहिँ मस्तिष्कको निष्क्रियता, सामाजिक रूपमा एक्लै बस्ने बानीले गर्दा पनि यो रोग एकदमै बढ्न सक्छ। मानसिक रूपमा एक्टिभ नहुँदा पनि मस्तिष्कका कोषहरू बिस्तारै मर्न थाल्छन्। त्यसपछि निद्रामा कमी आउँदा आधुनिक जोखिमहरू बढ्दै जाने हुन्छ होइन। आजकल मानिसहरू राति ढिलोसम्म मोबाइल चलाएर बस्छन्। विज्ञानले के भन्छ भने जब हामी गहिरो निद्रामा हुन्छौँ नि तब मात्र हाम्रो मस्तिष्कभित्र भएका कुराहरू हुन्छ नि, जम्मा भएका हानिकारक प्रोटिन र फोहोर मैलाहरू चाहिँ सफा गर्ने काम गर्छ। निद्रा पुगेको छैन भने प्रोटिनहरू जम्मा हुँदै जान्छ र यसले चाहिँ अल्जाइमरको जोखिमहरू बढ्दै जान्छ है पनि भनिरहेको हुन्छ। र धुम्रपान र मोटोपनले पनि मस्तिष्कका नसहरू चाहिँ संकुचित बनाउँछ है श्रोताहरू। हाम्रो समाजमा नि एउटा ठुलो भ्रम छ नि रमाजी, बुढो भएपछि दिमाग फुस्किन्छ वा सट्किन्छ, यो त सामान्य हो भनेर यसलाई व्यवस्था गर्ने चलन छ। हजुर हजुर, तर हामीले बुझाउनु पर्छ कि यो स्वाभाविक बुढ्यौली होइन, यो रोग हो। र अर्को भ्रम पनि के छ भने नि अल्जाइमर्स केवल वृद्ध वृद्धालाई मात्र हुन्छ, तर रमाजी यो यथार्थमा 65 वर्षमाथिकालाई धेरै भए पनि लगभग 5% बिरामीका रोगीहरू 40 देखि 50 वर्षकै उमेरमा पनि यो रोग लागेको हामीले देख्न सक्छौं, जसलाई हामी अर्ली अनसेट अथवा अल्जाइमर्स भनेर पनि भन्छौं रमाजी। हजुर, पक्कै पनि श्रोताहरू, हामी मनोविमर्शकर्ताहरूले चाहिँ के बुझ्नुपर्छ भने यो रोगले बिरामीहरूको भावनात्मक अवस्थाहरूमा चाहिँ ठुलो धक्का पुर्याइरहेको हुन्छ। जब सुरुको चरणमा हामीले आफ्नो स्मरण शक्ति कमजोर भएको अनुभव गर्छौं नि त्यति बेला एउटा गहिरो असहायपन, डरहरू पैदा भएको हुँदो रहेछ। यसले गर्दा उनीहरू घोर उदासीनतामा जाने, अत्याधिक रिसाउने, चिडचिडाउने, परिवारका सदस्यहरूलाई पनि शत्रु ठान्ने, शङ्का गर्ने समस्याहरू देखिँदो रहेछ। र धेरै मानिसहरू सोध्छन् यसलाई पूर्ण रूपमा निको पार्ने औषधि छ कि छैन भनेर पनि सोध्छन् है। यथार्थमा के हो भने आजको मितिसम्म यसलाई चाहिँ जरैदेखि ठिक पार्ने चाहिँ कुनै पनि रोगहरू छैन, तर यदि समयमै पहिचान गर्यो भने आधुनिक चिकित्सा र हामीले गर्ने विभिन्न संज्ञानात्मक थेरापीहरू हुन्छन् होइन, यसको माध्यमबाट चाहिँ रोग बढ्न सक्ने गतिलाई चाहिँ कम गराउन सकिन्छ र बिरामीको जीवनलाई सहज र सम्मानजनक तरिकाले अगाडि बढाउन चाहिँ सकिन्छ है। एकदमै सही कुरा गर्नुभयो रमाजी। अब कार्यक्रमको अन्तिम पाटोमा पनि अब जाउँ, जुन हाम्रो काउन्सिलिङ विधाको सबैभन्दा संवेदनशील पाटो हो। अल्जाइमर्सको बिरामीलाई भन्दा बढी मानसिक, शारीरिक र संवेगात्मक तनाव, थकाइ, उनको हेरचाह गर्ने परिवारका सदस्य वा केयर गिभरलाई पनि भइरहेको हुन्छ नि। हजुर, तपाईले एकदमै सही कुरा उठाउनु भयो सङ्गीताजी। यसलाई हामी क्लिनिकल भाषामा केयर गिभर बर्नआउट भन्छौँ। बिरामीले एउटै कुरा दिनमा 10 पटक सोद्धा हेरचाह गर्ने मान्छे रिसले आगो हुन सक्छ नि त होइन, कन्टिन्यू सेवा गरिरहेछ, एउटै कुरा भनिरहेछ, अनि उसलाई रिस उठ्नु पनि स्वाभाविकै हो होइन। त्यसले चाहिँ हामीले एउटा पारिवारिक परामर्श पनि दिनुपर्छ है। अल्जाइमर्स भएको फ्यामिली मेम्बरले चाहिँ एउटा काउन्सिलिङ लिन चाहिँ एकदमै आवश्यक छ, किनभने एउटै काम गर्दा गर्दा मान्छे दिक्क भइसकेको हुन्छ र उसको बारेमा सबै कुरा बुझिसकेको चाहिँ हुँदैन। श्रोताहरू, हामी उहाँहरू मध्ये कसैलाई त्यस्तो छ भने पनि यो एउटा टिप्स हुन सक्छ है। अनि बिरामीलाई चाहिँ कहिले पनि मैले अघि भर्खर भनेको के थिएँ भन्ने कुराहरू याद नहुँदा एउटा दबाब र प्रतिशोध चाहिँ हामीले नगर्ने होइन, उहाँहरूले बिर्सिनुहुन्छ, उहाँको रोगले नै बिर्साएको हो भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्ने हुन्छ। यदि बुझिएन भने यसले चाहिँ एन्जाइटी बढाउँछ क्या, उहाँहरूलाई चाहिँ फिल हुन्छ मलाई अरूले एउटा टर्चर दिइरहेछ जस्तो फिल पनि हुन्छ। त्यसैले हामीले चाहिँ एउटा पारिवारिक परामर्श चाहिँ एकदमै आवश्यक छ जस्तो लाग्छ क्या अल्जाइमरको फ्यामिली मेम्बरलाई, त्यो चाहिँ हो। अनि उहाँहरू भएको घरमा चाहिँ कस्तो हुनुपर्छ भने भुइँमा एउटा चिप्लो सामानहरू, धारिलो हतियारहरू, औषधिहरू पनि अगाडिमा नराख्दा नै बेटर हुन्छ,
किनभने उहाँहरूले बिर्सिने बानी हुन्छ नि त। अनि त्यो कति बेला के गर्ने पनि थाहा नहुन सक्छ। औषधिहरू पनि उहाँहरूले धेरै पटक सेवन गरेको हुन सक्नुहुन्छ। अनि त्यही भएर यिनी कुराहरूबाट चाहिँ उहाँहरूलाई टाढा राख्नुपर्छ। अनि आधुनिक प्रविधिको प्रयोगले पनि बिरामीहरूलाई घरबाट निस्केर बाटै बिर्सिने बानी हुन्छ होइन। अनि डराउने एकदमै डर पनि बढी हुन्छ। श्रोताहरू, अब पुनः व्यापारिक विश्राम एकछिन लियौँ है त। पुनः स्वागत छ श्रोताहरूलाई। आज हामी अल्जाइमर विशेषमा चर्चा गरिरहेका छौँ। युवा अवस्थादेखि नै वा बेलैमा यो रोगको जोखिमबाट बच्नका लागि हामीले कस्तो जीवनशैली र मस्तिष्क व्यायाम अपनाउन सल्लाह दिने त? आजको यो कार्यक्रममा छोटकरीमा हाम्रो श्रोताहरूलाई भनिदिनुहोस् न। हजुर, पक्कै पनि श्रोताहरू, हाम्रो मस्तिष्कलाई सधैँ चुनौती दिइराख्नुपर्छ, जसले मस्तिष्कको कार्यक्षमता बढाउँछ। यसका लागि मानिसले चाहिँ एउटा व्यायाम गर्न छोड्नु हुँदैन, कसरतहरू गरिराख्नुपर्छ। अनि दिमाग चलाउने खालको खेलहरू जस्तै बुद्धिचाल, चेस जस्ता गेमहरू चाहिँ खेलिराख्ने गर्ने। वाद्यवादनका सामग्रीहरू पनि प्रयोग गर्न सकियो होइन। अनि आहारमा चाहिँ अलिकति डाइटहरू पनि त्यही अनुसारको मेन्टली स्ट्रङ बनाउने, हरियो सागपात, ओमेगा 3 वाला खानाहरू खाने। त्यस्तो गर्दा चाहिँ ओखरहरू, माछाहरू होइन, त्यस्तो फलफुलहरूमा पनि यो दिमागलाई फ्रेस राख्न सक्ने कुराहरू बढी मात्रामा पाउँछ। अनि दैनिक चाहिँ 30 मिनट जति शारीरिक व्यायाम पनि हुनुपर्छ, जसले गर्दा हिँडडुल गर्दा पनि फ्रेस भइन्छ। मान्छेलाई भित्र बसिराख्दा भन्दा बाहिर हिँडडुल गर्दा एकातिर फिजिकली पनि एक्सर्साइज हुने भयो, अर्कोतिर चाहिँ मेन्टली पनि डाइभर्ट हुन्छ र हामी फ्रेस हुन सक्छौँ। त्यो हिँड्नु पनि एकदमै आवश्यक छ, जसले गर्दा मस्तिष्कमा नयाँ नयाँ कोषहरू बढ्नलाई र पुराना कोषहरू रिमुभ हुनलाई पनि सहयोग गर्छ है। साँच्चै नै रमाजी, आजको यो हाम्रो विस्तृत विमर्शले अल्जाइमर्सलाई एउटा फरक र गम्भीर क्लिनिकल दृष्टिकोणबाट बुझ्न र आम श्रोताहरूमा सचेतना फैलाउन ठूलो मद्दत गर्यो भन्ने आशा हामीले राखेका छौँ होइन त? हजुर, पक्कै पनि श्रोताहरू, बिर्सने समस्या त कतै अल्जाइमर्स त भएको छैन भनेर चाहिँ हामीले सोच्नुपर्छ होइन। तर अल्जाइमर्स र नर्मल बिर्सने बानीमा त हामीले धेरै कुराहरू बताइसक्यौँ होइन। एकदमै उहाँहरूले चाहिँ अकल्पनीय बिर्साइ हुँदो रहेछ अल्जाइमर्सको पेसेन्टहरूमा भने। नर्मल बिर्सिने त हामी सबैको हुन्छ नै, त्यो चाहिँ कुन हदसम्म र कस्तो तरिकाको छ भनेर चाहिँ हामीले बेलैमा आफ्नो रोगको चाहिँ पहिचान हुन जरुरी छ। बेलैमा रोगको पहिचान भयो भने मिनिमाइज गर्न पनि सकिँदो रहेछ भन्ने चाहिँ हामीले धेरै छलफल गर्यौँ नि त होइन सङ्गीताजी? बिर्सने समस्या कतै अल्जाइमर्स त होइन, समयमै पहिचान गरौँ र विशेषज्ञको परामर्श लियौँ भन्ने चाहिँ हाम्रो श्रोताहरूलाई मेन थिम भयो है आजको। श्रोताहरू, तपाईँहरू आफैमा सबैभन्दा महत्त्वपूर्ण हुनुहुन्छ। हस्त आदरणीय श्रोता एवं दर्शक मित्रहरू, यो प्रस्तुतिसँगै हाम्रो आजको कार्यक्रम स्वस्थ मन सफल जीवन आजलाई यति नै। यो कार्यक्रम हेरेर सुनेर तपाईँहरू आफ्ना समस्याहरू छन् भने, परामर्श लिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। म्यासेन्जर, कमेन्ट वा फोन मार्फत सम्पर्कमा आउन सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै हामी आजको कार्यक्रमबाट बिदा लिन्छौँ। अर्को साता नयाँ विषयवस्तुका साथमा पुनः उपस्थित हुने नै छौँ। निरन्तर हामी हजुरहरूको साथमा नै छौँ। जिज्ञासा राख्न चाहनुहुन्छ वा विशेष पर्सनल काउन्सिलिङको लागि हामीलाई भेट्न चाहनुहुन्छ भने 9841 69 36 11 98 40 30 41 63 मा सम्पर्क गर्न सक्नुहुनेछ। स्वस्थ रहनुहोस्, सकारात्मक रहनुहोस्। धन्यवाद, नमस्कार।